सम्पूर्णमा धेरै धेरै नमस्कार। यस कार्यक्रमको सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, सम्पूर्ण अतिथिज्यूहरू, निर्णायकज्यूहरू, उपस्थित सम्पूर्ण अभिभावक, प्रतियोगी नानीहरू, नानी भाइहरू र प्रतियोगीहरूलाई सपोर्ट गर्नलाई आउनुहुने सम्पूर्ण उपस्थित महानुभावहरू, म लामो कुरा गर्नुभन्दा यो मेरो अडिसनदेखि फिनालेसम्म आउँदै गर्दाखेरिको अनुभव तपाईँहरूलाई सुनाउन चाहन्छु। अडिसनमा आउँदै गर्दाखेरि नानीहरूलाई हामी 3 जना जजेस भएर धेरैवटा क्वेसन राख्दै गर्दाखेरि कतिजना नानीहरूलाई त्यो अडिसनमा हामी 3 जना जज बस्दै गर्दाखेरि हामीलाई फेस गर्न अप्ठ्यारो भइरहेको अवस्था पनि देखेँ मैले। त्यसको करिब 10 दिन पछाडि फेरि मेरो एउटा लिडरसिप र मोटिभेसनल सेक्सन पनि रह्यो। त्यो सेसनमा जाँदै गर्दा यो बिचको 10 दिनको ग्रुमिङले गर्दाखेरि नानीहरूमा आएको परिवर्तन पनि मैले देखेँ र आज इन्ट्रोडक्सन राउन्ड र नानीहरूको प्रस्तुति देख्दै गर्दाखेरि नानीहरूमा आएको परिवर्तनलाई मैले सुरुदेखि अन्त्यसम्म निहाल्ने मौका पाएँ, जसमा स्काई क्रिएटर्स इन्टरटेनमेन्टको टिम सफल बनेको मैले महसुस गरेको छु। स्काई क्रिएटर्स मात्रै नभएर प्रतिस्पर्धी सबै नानीहरू सफल हुनुभयो होला। आज कसैले मिस्टर एन्ड मिस प्रोभिन्स नम्बर 1 सिजन 4 को टाइटल या क्राउन आफ्नो शिरमा लाउनु हुनेछ, लिटल ग्ल्याम सिजन 2 को क्राउनलाई शिरमा राख्नु हुनेछ। तर त्यो राख्दै गर्नुहुँदाखेरि यहाँ सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरूले केही न केही कुराहरू सिकेर जानुहुँदैछ। थोरै अथवा सानो कुरा होला, त्यो डाइनिङ टेबलमा बसेर खाना खाँदै गर्दाखेरि चम्ची कसरी राख्ने कुरा सामान्य लाग्न सक्छ, तर त्यो डाइनिङ एटिकेटको कुराहरू जोडिँदै गर्दाखेरि भोलिको दिनमा हाम्रो नानीहरू विभिन्न स्थलहरूमा पुग्नुपर्छ, विभिन्न ठाउँमा पुग्नुपर्छ। त्यो ठाउँमा पुग्दै गर्दाखेरि उहाँहरूले त्यही अनुभवलाई प्रस्तुत गर्न सक्नुहुन्छ। आज म समयभन्दा केही बेर अगाडि आएँ, नानीहरूसँग भेटेँ, नानीहरूसँग कुरा गर्दै गर्दा सर डर लाग्दैछ, डर लागिरहेको छ, नर्भसनेस पनि छ, तर त्यो सँगसँगै ह्याप्पिनेस पनि छ। यो मेहनतको प्रतिफल पाउने दिन भनेर पनि केही विद्यार्थीहरूले भन्दै हुन्थ्यो, केही प्रतिस्पर्धीहरूले भन्दै हुनुहुन्थ्यो। त्यो भन्दै गर्दाखेरि एक किसिमको खुसी पनि लाग्यो। नानीहरूमा यो डर, यो कन्फिडेन्स, यो सबै किसिमको इमोसन आजको दिनमा देख्दै गर्दाखेरि नानीहरूले पक्कै पनि आफूमा केही न केही परिवर्तन ल्याउनु भएको छ, ल्याउनुहुन्छ। त्यो परिवर्तनलाई हाम्रो आदरणीय जजेसहरूको सामुन्ने प्रस्तुत गर्नुहुनेछ। तपाईँहरू सम्पूर्ण उपस्थित महानुभावहरूको अगाडि प्रस्तुत गर्नुहुन्छ र उहाँहरू पक्कै पनि सफल हुनुहुनेछ। सम्पूर्णलाई फेरि पनि म नानीहरूलाई शुभकामना दिन चाहन्छु र स्काई क्रिएटर्सलाई म थोरै जोड्न चाहन्छु। करिब 10 वर्ष अगाडि 2072 सालमा म एउटा संस्थामा जोडिएँ। त्यो संस्थाको नाम थियो हेल्पिङ ह्यान्ड्स, जुन सामाजिक संस्थाको रूपमा हामीले स्थापना गऱ्यौँ। त्यो स्थापना गर्दै गर्दाखेरि त्यो संस्था सामाजिक संस्थाको रूपमा अगाडि बढिरहँदाखेरि त्यो संस्थासँग जोडिन आउने मेरो एकजना साथी हुनुहुन्थ्यो। साथी भन्दा पनि म ब्याचलर्स सेकेन्ड इयरमा पढ्दै थिएँ, त्यो साथी भर्खर 11मा पढ्दै हुनुहुन्थ्यो। उमेरमा या त्यो पढाइको ग्यापलाई हेर्दा 4 वर्षको फरक देखिँदै थियो, तर त्यो ग्याप देख्दै गर्दाखेरि त्यो जोस, त्यो जाँगर, त्यो ऊर्जा यति धेरै थियो कि उहाँ मेरो लगभग भन्नुपर्दाखेरि अहिले सबैभन्दा मिल्ने साथीको रूपमा हुनुहुन्छ र त्यही साथीको नाम हो सन्दीप राजवंशी, जो स्काई क्रिएटर्स इन्टरटेनमेन्टको चेयरम्यान पनि हुनुहुन्छ। त्यो जोस, त्यो ऊर्जाका साथमा यस्तो इभेन्ट्सहरू गराइरहनुहुन्छ। म प्रत्येक इभेन्टमा सहभागी बनेको छु र यो इभेन्टले गर्दाखेरि धेरै पटक भेट भइरहेको हाम्रो होस्ट ऋषभजीसँग यही इभेन्टले गर्दाखेरि भेट भइरहन्छ र लामो समयको ग्याप पछाडि सन्दीप राजवंशी र स्काई क्रिएटर्स इन्टरटेनमेन्ट फेरि यस्तो कार्यक्रमहरू लिएर अगाडि आउनुभएको छ। उहाँलाई र सम्पूर्ण स्काई क्रिएटर्सको टिमलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। आगामी दिनहरू सफल बनुन् र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा तिहार, छठ र आउने सबै पर्वहरूको हार्दिक मङ्गलमय शुभकामना दिँदै आफ्नो भनाइहरू यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। बाँकी समय शुभ रहोस्।